त हेलो साथीहरु, त आजको भिडियो हाम्रो रहेछ कि ई सेवामा अर्निङ कसरी गर्ने भन्ने हो। तपाईले धेरै भिडियो हेर्नु भएको होला, तर यसमा म पनि हल्का फरक तरिकाले सिकाउँछु कि हामीले कसरी ई सेवामा अर्निङ गर्न सक्छौं भनेर। त्यसको लागि म यो एप्स को लिंक आफ्नो भिडियोको डिस्क्रिप्सनमा हालिदिन्छु, त्यहाँबाट डाउनलोड गर्नु होला। त नर्मली हामीले ई सेवामा अर्निङ गर्नको लागि सबभन्दा पहिला म यो एप्स लाई खोल्छु हैन। यसको क्राइटेरिया के कति हो, यसमा कति अर्निङ गर्नुपर्छ, यसमा अर्निङ कसरी गर्ने हो, त्यो सम्पूर्ण कुराको बारेमा स्पष्ट यसमा म भन्नेछु, खोलेर भन्नेछु हैन। त सुरुमा बुझौं कि यसमा हामीले अर्निङ गरिसकेपछि हामीले विथड्र कति गर्नुपर्ने हुन्छ। त हामीले मिनिमम हामीले यसमा $20 अर्निङ गरेपछि मात्र हामीले विथड्र गर्न मिल्छ। यसमा हामीले कम से कम $20 अर्निङ गरे मात्रमा हामीले यसमा विथड्र गर्न मिल्छ र यो एप्स को लिंक म आफ्नो भिडियोको डिस्क्रिप्सनमा हालिदिन्छु, त्यहाँबाट तपाईले डाउनलोड गरेर आउनु होला। त यसमा तपाईले देख्नुभयो विथड्र हैन, कति हामीले विथड्र गर्न सक्छौं। त्यसपछि हामीहरु अब यसबाट हामीले अर्न गरेको केमा हामीले विथड्र गर्ने हो त। त्यसको लागि हामी यता पढि आउँछौं सेटिङमा हैन। यहाँ पेमेन्ट अप्सनमा आउँछ, देख्छौ कि यहाँ पेमेन्टको अप्सन देख्छौ हैन। हामीले त्यहाँदेखि यहाँ पेमेन्ट क्लिक गर्नुपर्ने छ र हामीले यहाँ के त पेपल को इमेल एड्रेस हाल्नु पर्ने छ, अथवा यहाँ हामीले एड पेमेन्ट मेथड पनि गर्न सकिन्छ। त हामीले मिनिमम के त $20 हामीले अर्निङ गरेको हुनु पर्यो, तब गएर हामीले पेमेन्ट पाउन सक्छौं। यहाँ नै छ $20 र हामीले पेमेन्ट पाउने भनेको के त पेपलमा हो। यहाँ हामीले पेमेन्ट रिसिभ गर्ने भनेको पेपलमा र केमा लिने पेमेन्ट त्यो भयो। अब यसमा मानौ कि अब अर्निङ कसरी गर्ने, त अर्निङ गर्नको लागि तपाईले यहाँ नि अर्न को अप्सन देख्नु भएको छ, अर्न भन्ने अप्सन तपाईले देख्नु भएको छ। त्यसको लागि अर्नमा हामी यहाँ आउँ हैन। त्यसपछि हामीले यसमा के छ तरिका, केबाट हामीले अर्न गर्न सक्छौं त। त्यसको लागि यहाँ नि प्ले गेम, वाच भिडियो, सर्वे, रिड बुक हैन, रिड बुक, लर्न कोर्स, अफर, यहाँ त कति त 5-6 वटा छ यहाँ अर्निङ गर्ने मेथड। त हामीले भिडियो वाच गरेर हेरौं कि यसबाट कतिको अर्निङ हुँदैछ भनेपछि जुन तपाईले यहाँ ड्याशबोर्डमा हेरिराख्नु भएको छ कि 0 छ मेरो अर्निङ हैन। अब भिडियो वाच गरौँ र अर्न गरौँ कतिसम्म हुँदैछ। त्यहाँदेखि यो भिडियो वाचमा के त क्लिक गर्छौं हामीले। यहाँ क्लिक गरेर वाच गर्छु भिडियो हैन। यो भिडियो वाच गरौँ र कति यसले दिन्छ अर्निङ त्यो पनि हेर्ने लाइभ प्रुफ हैन। सुरुमा हेर्नु भएको थियो कि मेरोमा अर्निङ को नाममा हैन, मेरोमा अर्निङ को नाममा 0 थियो। जुन मैले एउटा भिडियो वाच गरेको त्यो भिडियोबाट मैले कति 0.060 मैले यहाँ अर्निङ गरे। 0.060 मैले एउटा भिडियो वाच गरेर 0.060 अर्निङ गरे। फेरि एउटा अर्नमा जाऊ हैन। र फेरि अब एउटा अझै एउटा भिडियो हेरौँ हैन, फेरि एउटा अझै भिडियो हेरौँ, त्यसले पनि कति दिन्छ अर्निङ। हामी लगभग भिडियो हेरेर हामी हैन मिनिमम हामीले भिडियो हेरेर 0.01 देखि 0.1 सम्म हामीले अर्निङ गर्न सक्छौं। तपाईले एउटा 0.060 मैले अर्निङ गरेको भिडियो हेरेर फेरि अर्को एउटा भिडियो हेर्छु, त्यसले पनि कति दिन्छ अर्निङ त्यो पनि हेरौँ। र हामीले यो पनि भिडियो वाच गर्यो। अब ब्याक जाम र फेरि हेरौँ कति अर्निङ गर्यो हामीले। फेरि ड्याशबोर्डमा आउँ र यहाँ तपाईले देख्नुभयो कति त 103 भयो हैन। जुन तपाईले देख्नुभयो त 0.060 अब कतै 0.103 भयो अर्निङ यहाँ। त लगभग यसले भिडियोमा राम्रो अर्निङ दिइरहेको छ। अब फेरि अर्नमा जाम र फेरि एउटा गेम प्ले गरौँ र एउटा हामीले गेम प्ले गरे बापत 1 देखि हामीले $100 हामीले अर्न गर्न सक्छौं। जुन यसको टाइम भनेको मिनिमम 5 देखि 20 मिनेट हामीले त्यो गेम खेल्नु पर्ने हुन्छ, हेर्नु पर्ने हुन्छ। तब गएर हामीले 1 देखि $100 सम्म हामीले अर्न गर्न सक्छौं। यो यसमा नजाम, यो लङ क्याटेगोरीमा जान्छ हैन। जुन हामीले यसमा के त गेम खेल्नको लागि यसको लिंक आफ्नो भिडियोको डिस्क्रिप्सनमा मैले हाल्दिएको छु, त्यहाँबाट तपाईले डाउनलोड गर्नु होला, तपाईले पनि गर्न सक्नुहुन्छ। र अब आयो यसको कुरा साइन अपको कुरा। त साइन अपको कुरा आयो भने हामी यहाँ देखाउँछ हैन, यहाँ रजिस्टर र साइन इन। त हामीले नयाँ भए हामी सिधा रजिस्टरमा क्लिक गर्दिनु र यहाँबाट हामी सिधा यहाँबाट गुगल चुज गर्ने यहाँनिर हैन। यहाँ गुगल चुज गरेर कुनै पनि तपाईले एउटा आफ्नो फोनको जीमेल अकाउन्टलाई तपाईले चुज गर्नुपर्ने हुन्छ। सपोज दैट मैले एउटा मैले जीमेल चुज गरेर त्यहाँदेखि हेर्नु कि यो
जीमेल चुज गर्ने बित्तिकै यो खोलेर आउँछ। हेर्नुस् कि यो लगभग के त रेडी भएर आयो। यसमा केही गर्नु पर्दैन हैन, सिधा यो साइन अप भएर आयो हैन। हेर्नुस् स्न्याप गरेर देखाइदिए। त साथीहरु हामीले यसबाट अर्निङ गरेर पेमेन्ट पाउन सक्छौं हैन। त मैले तपाईलाई सिकाइदिहालेँ हैन कि कसरी हामीले अर्निङ गर्ने भनेर। तपाईलाई भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गरेर भन्नु। नयाँ भए च्यानल सब्स्क्राइब गरेर भिडियो लाइक गर्नु होला। हस्त धन्यवाद। भिडियो पनि शेयर गर्नु होला अरु माझ।